हाई साथीहरू, आज छुट्टी दिन परेको हुँदाखेरि सबै परिवार मिलेर हामीहरू ललितपुरको नल्लुमा पिकनिक मनाउन पुग्यौँ। त्यहाँ पुगिसकेपछि केटाकेटीहरू रमाई रमाई सामान ओसार्न लागे। हामीहरू यतातिर सबै ठुलोहरू मिलेर चियाको जोहो गर्न लाग्यौँ। अब यतातिर चिया पाक्दैछ, एकातिर चाहिँ नि अब देउरानीहरूले टोस्टहरू बनाउँदैछन्। यसरी सेकसाक गरेर सबैजनाले अब तातो तातो चिया नास्ताहरू मजाले खान लाग्यौँ। अब केटाकेटीहरू पनि चौरीमा बसेर खाजा खाँदैछन्। यता दिदी बिनाजु बुवा सबैजना भएर खाजा खाँदै हुनुहुन्छ। अब यसरी सबैजना फ्यामिली यति धेरै दिनमा हामीहरू भेट भएर यसरी इन्जोय गरिराखेको छौँ। हामी सबै परिवार छौँ यसमा। हामीहरू यता बुवा भिनाजुहरू पनि बस्नुभएको छ। बुवाको लागि यहाँ टेन्टको व्यवस्था छ। केटाकेटी खाजा खाएर खेल्दैछन्। यता देवर दिदीहरूको यहाँ रमिता छ। भिनाजु पनि नाचेर खुब रमाउनु भएको छ। भिनाजु त गर्दा गर्दै खाना खाने पनि बेला अब तयारी गर्ने बेला हुन थालिसक्यो। यता देवरले अब रोस्टहरू बनाउँदै हुनुहुन्छ। मैले मासु मेरिनेट गर्दैछु बसाले। अब यता छोराहरूले छोरीहरूले यहाँ काटकुट सघाउने। अब परिवारमा भएपछि सबैले एउटा एउटा गर्ने, कोही नाच्नतिर लाग्ने, नाच्दै कोही नाच्ने नाचि नै राखेको छन्। यहाँ पकाउनेले पकाउँदैछौँ गर्दै सबैतिर रमाउँदै सबैले आफ्नो तर्फबाट रमाइलो पारिरहनु भएको छ। यहाँ सबै कति आनन्द प्राकृतिक सौन्दर्यले भरिएको यो रमाइलो ठाउँमा हामीले रमाइलो गर्दै हाँसखेल गर्दै खानाहरूतिर पनि पकाउँदै सबै मिलिजुलिकन अब यी खानाहरू पनि सबै पाक्यो। अब चाहिँ केटाकेटीहरूलाई ठुलोहरूलाई अब सबैलाई हामीले खाने व्यवस्था तयारी गर्दैछौँ। माथि हाइटमा भएर होला चिसो बतास पनि बेसरी चलेको छ। यस्तो चिसो चिसो मौसममा तातो तातो मासुको झोल अचार भात स्वाम स्वाम खाँदा कति रमाइलो भइरहेको छ। खानपिन गरिसकेपछि सब आफ्नो आफ्नो काममा लागे। नाच्नेहरू यता फेरि यहाँ नाचेर खुब रमाइलो गरिरहनु भएको छ। यो अगाडि अगाडि नाच्ने चाहिँ नि मेरो नन्द महारानी हुनुहुन्छ। उहाँलाई खुब रमाइलो भइरहेको छ, कति रमाउनु भएको छ उहाँ। यता मेरो श्रीमानज्यू र देवरको फेरि डान्स छुट्टै छ। छोरी पनि नाच्दैछिन्। यसरी सबैजना नाच्दै रमाउँदै हामीहरू देउरानी जेठानीको छुट्टै फेरि टिकटक बनाउँदै फोटोसोटो खिच्दै लास्टमा एउटा फ्यामिली फोटो पनि खिचेर नल्लुलाई बाई बाई गर्दै घरतिर लागे।